मेरो प्रश्न, त्यो बाटो नबनाउने र बनायो भने पनि कमसल बनाएर वर्ष दिनमा भत्काउने मान्छे, ती नेताहरूसँग रक्सी खाएर गिलास फुट्ने गरी चियर्स गरेर बस्ने कि जेलभित्र बस्ने? जनताका छोराछोरी कस्तो अस्पतालमा भर्ना हुन्छन्, कस्तो अस्पतालमा उपचार हुन्छन्, त्यसको मतलब कसैलाई छैन। बस आफ्ना सन्तानको उपचार राम्रो बनोस्, आफ्ना नाति नातिनाहरू देशका पनि विदेशका पनि ठुल्ठुला युनिभर्सिटीमा पढुन् र आफू आलिशान घर बनाएर बस्न पाइयोस्, यति सपना बोकेर हिँडेकाहरू छन्, यति सपना बोकेर हिँडेकाहरू छन्। आज कसैको पोल कसैले खोल्दैन, लेखेर राख्नु होला, किनकि यो अपराधमा हरेक दलका नेताहरू सामेल भएका छन्, तिनले हस्ताक्षर गरेका छन्। त्यही पार्टी अर्को पार्टीसँग मिल्दा बाँदर मुडेको कुरामा चुपचाप बस्छ, अनि जब उसको कुरा मिल्दैन, विचार मिल्दैन, अलग हुन्छ, अनि बल्ल उसलाई बाँदर मुडेको याद आउँछ। यस्तो हुँदैन। यस्ता मुडे बुद्धिले अब हामीले न्याय पाउँदैनन्, हामीले न्याय पाउने सम्भावना छैन। के गरेर हुन्छ? यो देशमा बन्दुक बोकेर पनि परिवर्तनको शङ्खनाद भएको हो, तर त्यो बन्दुक कता सोझियो आज भन्न सक्छौँ हामी। आज त्यो बन्दुक हामीलाई घाइते बनाउनको निमित्त, हाम्रो भविष्य अन्धकार बनाउनको निमित्त प्रयोग भयो भन्न सक्ने अवस्था सिर्जना भएको छ। आजै अहिले कसरी बाचा गरौँ म भन्न सक्दिनँ। मेरो मन, मेरो शब्दहरू घाँटीसम्म आएको छ, अनि मलाई अड्काउनका लागि, रोक्नका लागि विभिन्न घटनाहरू आइदिन्छन् मानसपटलमा र बाचा गर्न मलाई रोकिरहेका छन्। तर कहिलेसम्म रोकौँला? मैले बारम्बार भन्दै आएको छु र आफूले भनेको त्यो बाचालाई फेरि पनि म जोडदार रूपमा राख्दै भन्न चाहन्छु। हिजो तपाईँले लगाउनु भएको गुणको ब्याज सहित असुल गरेर तपाईँको मुहारमा हाँसो ल्याउने कसम खान्छु आमा बुवाहरू। म खेर जान दिन्न। आफ्नो छोरो परे झैं सडकमा आएर रुनुभएको आमाहरूको आँसुको एक थोपो पनि खेर जान दिन्न। ढाडमा प्रहरीले हानेको लट्ठीको दाग अझै पनि छ होला, खेर जान दिन्न। टाउकोमा लागेको घाउको चोट अझै पनि छ होला, खेर जान दिन्न। खुट्टामा बाँधिएको टाँकाको दाग अझै पनि छ होला, त्यो दाग रहुन्जेलसम्म बेदागी भएर तपाईँहरूका लागि काम गर्नेछु, इमान्दार भएर काम गर्नेछु, कर्तव्यनिष्ठ भएर काम गर्नेछु। म यति बाचा बारम्बार गरिरहन्छु। मसँग धेरै कुराहरू छैनन्, किनभने हामीलाई चाहिएका कुराहरू नै धेरै छैनन्। यहाँ ठुल्ठुला बाचाहरू नगरिएका होइनन्, यहाँ बाचाहरू गरिएका छन्। ती बाचाहरू कहाँ गए थाहा छैन, तर ती बाचाहरू अब यसपटक पनि जहाँसुकै जाउन् भनेर केही लोभमा, केही स्वार्थमा हामीले भोट बेच्यौँ भने हाम्रा प्रश्नहरू रहिरहन्छन् र उनीहरू फेरि पनि हाम्रो मुटुमा आलिशान बङ्गला बनाएर बस्नेछन्, अनि तपाईँ हामीलाई शोषण गरिरहनेछन्। यसै पटक हामीले त्यसको जवाब दिनुपर्ने हुन्छ। म यति अनुरोध यहाँहरूलाई गर्न चाहन्छु। उपस्थित आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, यहाँ निकुञ्जमाथिको आकाशे पुलको सपना पनि देखाइएको भन्ने सुनेको थियो मैले। निकुञ्जमाथिको आकाशे पुल कहाँ गयो थाहा छैन। हात्तीको आतंक, बाघको आतंकबाट कयौं मान्छेहरू घाइते भएका छन्, कयौंको मृत्यु भएको छ। हाम्रै परिवारको एक सदस्यका आफन्तलाई बाघले टोकेको र बाघले खुट्टा खाइदिएको, त्यहाँ घाइते बनाएको दृष्टान्त पनि यहाँ मैले सुन्दै आएको छु। आज हामी हर हिसाबले सुरक्षित हुनुपर्ने अवस्थामा छौँ, तर हाम्रो सुरक्षाको चिन्ता यहाँ कसैलाई पनि छैन। यहाँ त आफ्ना परिवारको सुरक्षा प्राथमिकतामा बनेको छ। जनताका छोराछोरी कहाँ पढ्छन्, तिनको विद्यालय कस्तो छ, कसैलाई मतलब छैन। र अब जनता झुक्किँदैनन्, झुक्किनु हुँदैन। बारम्बार केही समयका लागि केही मान्छेहरूले केही मान्छेलाई झुक्क्याउन सक्लान्, तर सबै मान्छेलाई सधैँभरि झुक्क्याउन सक्दैनन्। यो सम्भव छैन। अब हामी त्यो सम्भव हुन दिँदैनौँ। यहाँ कसैले हार्नै नहुने भन्ने होइन। यदि जनतालाई गरिएको बाचा पुरा नगरिसकेपछि हर कोही हार्न तयार हुनुपर्छ। हारियो भन्दैमा धाँधली गर्ने, मतपत्र च्याप्ने र चपाउनेहरूको दिन अन्त्य गरेर त्यो बदला लिएर नेपालको इतिहासमा एउटा सुनौलो अक्षर लेख्नुपर्ने जिम्मेवारी हामीले तपाईँलाई दिएका छौँ। तपाईँको काँधमा यो जिम्मेवारी छ। र म केही महत्त्वपूर्ण कुरा दर्ज गराउन चाहन्छु। यो भव्य उपस्थितिमा यहाँ गर्मी छ, पसिनाको धारा बगेको छ। यो पसिनाको धारा यसै बगेको होइन, आफ्ना सन्ततिको भविष्य राम्रो हुन्छ भन्ने आशमा बाआमाहरू आउनुभएको छ। रमिता हेर्न आउनुभएको होइन। हामीले वर्षौँदेखि भोट हालेका दलले हामीलाई केही पनि गरेनन्, आफ्नाका लागि मात्र गरे। अब हुर्कदै गरेको छोरा र नाति पुस्ताको भविष्य केही गर्छन् कि यी नयाँ पुस्ताकाहरूले भनेर आश गरेको आँखाले तपाईँहरूले हेर्नुभएको हो। तपाईँ रमिता हेर्नको लागि पक्कै पनि आउनुभएको होइन, र यसपटक भोट हाल्छु नै भनेर तपाईँ आफ्ना कुरा राख्न आउनुभएको छ। आदरणीय, केही कुराहरू म तपाईँहरू समक्ष सम्झाउन चाहन्छु। म यति भन्छु, हामीले बिर्सेका छैनौँ,
हामीले बिर्सेका छैनौं बाँदर मुडे घटना, हामीले बिर्सेका छैनौं शक्तिखोरको अडियो, हामीले बिर्सेका छैनौं, हामीले बिर्सेका छैनौं मतपत्र च्यातिएको टोकिएको, हामीले बिर्सेका छैनौं, हामीले बिर्सेका छैनौं, हामीले बिर्सेका छैनौं कुनै बाले आफ्नी छोरी जिताउनका लागि देशभरका नेताहरूलाई ट्रकका ट्रक ल्याएर तमासा गरेको हामीले बिर्सेका छैनौं, हामीले बिर्सेका छैनौं, हामीले बिर्सेका छैनौं अलपत्र रहेको एउटा रंगशाला, हामीले बिर्सेका छैनौं त्यो रंगशालामा खेल हुनु पर्थ्यो, राजनीतिको खेल भयो, हामीले बिर्सेका छैनौं यो, हामीले बिर्सेका छैनौं नारायणघाट मुगलिन सडक खण्डको त्यो दर्जर अवस्था हामीले बिर्सेका छैनौं र हामी यो बिर्सनेवाला पनि छैनौं। अनि हामीले बिर्सेका छैनौं यो देशमा 83,000 मेगावाट बिजुलीको सपना देखाएर 70,000 को ऋण तपाईको र मेरो थाप्लोमा हालिदिएको हामीले बिर्सेका छैनौं र हामी बिर्सनेवाला पनि छैनौं। अनि मैले बिर्सेको छैन नारायणीको तीरमा त्यो धन्यवाद सभामा न्याय दिनका लागि आउनुहुने तपाई तमाम हजारौं आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको भिड मैले बिर्सेको छैन र म यो कहिल्यै बिर्सने पनि छैन। हो त्यहीबाट यो देशको राजनीतिको मूलधारमा नआइकन यो व्यथिति सिद्ध्याउन सकिँदैन, यिनीहरूलाई बढार्न पखाल्न सकिँदैन भनेर आँट गरेको हुँ, साहस गरेको हुँ। त्यो बिउ त्यहीँ रोपिएको थियो, त्यो बिउलाई मलजल गर्न पानी हाल्न तपाईको आशीर्वादले काम गर्यो, तपाईहरुको मायाले काम गर्यो, तपाईले विश्वासले काम गर्यो। आज तपाईको माया र विश्वासमा रोपिएको त्यो बिउ बिरुवाको रूपमा अगाडि आएको छ र एउटा ठूलो रुख बन्ने छ, तपाईहरु सबैलाई शीतल छहारी दिन्छ। यो मेरो बाचा हो तपाईहरु समक्ष, त्यो बिरुवा अब ठूलो रुख बन्ने छ र तपाईहरु सबैलाई त्यसले शीतल छहारी दिनेछ। म विश्वास गराउन चाहन्छु, यहाँहरुलाई बाचा गर्न चाहन्छु। त्यो ब्रह्म लुट मचाउनेहरू कोही नभएर कुर्सीमा आसीन देशका प्रधानमन्त्री पत्नी हुनुहुन्छ, देशका गृहमन्त्री पत्नी हुनुहुन्छ। के यो देशमा गृहमन्त्रीकी पत्नी र प्रधानमन्त्रीकी पत्नी पिछडा वर्ग हो? उसलाई न्याय चाहिएको हो कि त्यो सिट संविधानले उहाँहरूका लागि परिकल्पना गरेको हो? होइन। तर त्यसको बदलामा हामीले यस्ता मान्छेहरूलाई उठाएर देखायौं जसको छनौट हामीले गरेनौं। हामीले यस्तो प्रविधि र विधिलाई यहाँ ल्यायौं, प्रारम्भिक निर्वाचन गरेर त्यो अधिकार तपाईलाई दियौं हामीले र तपाईले चुनेर आफ्ना उम्मेदवारहरू छान्नुभयो र पहिलो पटक यो देशको राजनीतिक इतिहासमा हामीले त्यो अधिकार आफूले होइन आम सर्वसाधारणलाई नेपाली नागरिकलाई दिएर एउटा इतिहासको रचना गरेका छौं।